आज 2082 सालको जेठ 11 गते पानी परिरहेछ, दिनै पानी परिरहेछ। मलाई चाहिँ आज रक्सी झानेर खानु मन परेको। घिउ हालेछु, घिउ, अब मेथी, त्यसपछि जिरा, ज्वानो, लोकल चामल यति हालेपछि चाहिँ मिठो हुन्छ। अब चाहिँ ग्यास मार्ने हो। अनि भरे सेलापछि रक्सी हालेर अनि फेरि टटाउने, नभए घिउ सबै जान्छ। यतिको भएपछि ठिक्क हुन्छ खानुलाई, नभए तातो हुन्छ। यहाँ सारेर चुरी हो। मिठो हुन्छ चपाउनु। चुरुप चुरुप मिठो छ। बिस्तारै खानुपर्छ। मुही खाए जस्तो जाँद्रापछि खाने हो त। चुरुप्पै खाने, अनि गफ गर्ने, अनि फेरि गफ गरिसकेर फेरि चुरुप्पै खाने, अनि जति धेरै खाए पनि पचाइन्छ। मुही खाए जस्तो स्वाट्ठै खायो भने त छिटै भित्र चाहिँ लाइन्छ, लुक्छ, अरूले चाहिँ देख्दैन। अनि भित्रको पावर निस्किएर अनि खुट्टा, बाङ्गो, जिब्रो लटारिएर, खुट्टै लटारिएर, धेर बोलेर थापाइहाल्छ। भन्दैछु